सेसन 9 को गर्न गइरहेको छौँ ओल्ड इज गोल्डको इकोनोमिक्सबाट होइन। सो पहिला सुरु हामी चाहिँ भेरी सर्ट क्वेसन एन्सरतिर लागौँ है त। भेरी सर्टमा लागौँ 1 मा छोड है। यो लेसनको पहिला सुरुको 2082 को क्वेसन नम्बर 5 मा सोधिएको छ होइन। मेन्सन एनी 2 इन्डिकेटर्स अफ ह्युमन डेभलपमेन्ट। ह्युमन डेभलपमेन्टको दुईटा इन्डिकेटर चाहिँ के हो भनेपछि होइन, पर क्यापिटा इन्कम र लाइफ एक्सपेक्टेन्सी है। त्यो दुईटा रहेको छ। अर्को चाहिँ रहेको छ, अर्को क्वेसन चाहिँ 2081 को ग्रेड इन्क्रिमेन्ट सेट ए को क्वेसन नम्बर 5 मा सोधिएको तर 2079 मा सोधिएको छ है। राइट एनी 2 रोल्स अफ ह्युमन रिसोर्सेस इन द इकोनोमिक डेभलपमेन्ट, अथवा यसलाई मेन्सन एनी 2 इम्पोर्टेन्स अफ ह्युमन रिसोर्सेस फर द इकोनोमिक डेभलपमेन्ट। दुइटै एउटै क्वेसन हो होइन, खालि अलिक घुमाएको मात्रै हो। अनि बुझ्नु पर्यो के क्वेसनले कस्तो सोचेको हो भन्दा। सो यसको एन्सर रहेको छ दि 2 रोल्स अफ ह्युमन रिसोर्सेस इन द इकोनोमिक डेभलपमेन्ट आर होइन, इकोनोमिक इम्प्रुभमेन्ट इन टेक्नोलोजी है। स्किल ह्युमन रिसोर्सेस हेल्प्स इन द डेभलपमेन्ट एन्ड युज अफ मोडर्न टेक्नोलोजी इन्क्रिजिङ प्रोडक्टिभिटी। अहिलेको यो एआईको वर्ल्डमा अनि एआईको वर्ल्डमा छ नि होइन, धेरै जस्तो युज बनाउने कसलाई एआईहरू, अफकोर्स युथ र एजुकेटेड पर्सन हो नि। हो अनि हो युथ र एजुकेटेड पर्सनहरूलाई नै आउने भएकोले चाहिँ उनीहरूले चाहिँ बाहिरको एआई टेक्नोलोजी अथवा युज गरेर छन् होइन। हाम्रो देशमा पनि इकोनोमिक डेभलपमेन्टको लागि टेक्नोलोजीहरू बढाउन सहयोग गर्ने गर्दछ है त। अर्को रहेको छ डेभलपमेन्ट अफ इन्डस्ट्रियल सेक्टर्स होइन। स्किल वर्कर्स सपोर्ट इन्डस्ट्रिज टु रन इफेक्टिभली एन्ड इन्क्रिज प्रोडक्सन। पढे लेखेको मान्छेले अथवा स्किल मान्छेले छ नि होइन, कसरी चाहिँ इन्डस्ट्रीलाई इफेक्टिभली र होइन राम्ररी प्रडक्सन गर्ने र बढाउने भनेर चाहिँ उनीहरूलाई थाहा हुन्छ अरे कि। सो उनीहरूले चाहिँ यसरी दुईटा रोलहरू खेल्ने गरिन्छ इकोनोमिक डेभलपमेन्टको लागि है त। अर्को क्वेसन रहेको छ 2081 को ग्रेट इन्क्रिमेन्टमा सोधिएको छ वाट इज इनइक्वालिटी भन्छ है। इनइक्वालिटी इज डिफाइन्ड एज द सिचुएसन इन विच इन्कम एन्ड वेल्थ आर डिस्ट्रिब्युटेड अनइक्वली अमङ द पिपुल अफ अ कन्ट्री। यो चाहिँ के भनेपछि होइन, एकजना मान्छेसँग 1 करोड छ अरे, अर्को मान्छेसँग होइन 1 लाख छ अरे होइन, भनेपछि यो त अनइक्वल भयो नि त, पैसा ऊ भएको दुईजनासँग हो, यही भनेको कि। यो चाहिँ भनेको चाहिँ होइन, इन्कम अथवा आम्दानी र सम्पत्ति छ नि होइन, इक्वली डिस्ट्रिब्युटेड छैन अरे के, फरक फरक छ होइन अमङ दि पिपुल अफ अ कन्ट्री। कन्ट्रीको मान्छेहरूसँग होइन फरक फरक सम्पत्ति भएको होइन कि। अर्को रहेको छ 2081 को सेट पी र क्यूको दुवैमा सोधिएको होइन। मेन्सन एनी 2 मेजर्स टु रिड्युस पोभर्टी होइन। टु मेजर्स टु रिड्युस पोभर्टी आर होइन। पहिला सुरु इम्प्लोइमेन्ट, अफकोर्स यो त भन्नै पर्दैन होइन। अब काम गरे बापत त पैसा आउँछ नि त, अब कामै पाएको छैन भनेपछि कसरी पैसा आउँछ। त्यसैले क्रिएटिङ जब्स इन एग्रिकल्चर, इन्डस्ट्री एन्ड सर्भिस सेक्टर हेल्प्स टु रिड्युस पोभर्टी बाई प्रोभाइडिङ इन्कम टु पिपुल। यस्तो सेक्टरहरूमा काम गऱ्यो भनेपछि जब आम्दानी आउँछ नि त, अनि आम्दानी आयो भने त उनीहरूले बेसिक निड्स फुलफिल गर्न सक्यो। सो अफकोर्स पोभर्टी भएन। अर्को रहेको छ डेभलपमेन्ट अफ इन्डस्ट्री है त। डेभलपमेन्ट अफ इन्डस्ट्री, इन्डस्ट्रियल डेभलपमेन्ट सेक्टर्सले छ नि होइन, क्रिएट जब्स एन्ड इन्क्रिजेस इन्कम विच हेल्प्स टु रिड्युस पोभर्टी। अथवा भनौँ न, अब मैले एउटा फ्याक्ट्री खोलेर होइन, एउटा फ्याक्ट्री खोल्दा 500जना वर्कर चाह्यो भनेपछि चाहिँ होइन, भनेपछि चाहिँ मैले 500जना भनेपछि भने रोजगार दियो नि त, भनेपछि उनीहरूले त त्यो पोभर्टी भएन नि त, पैसा कमाएपछि त हो। त्यही भने कि डेभलपमेन्ट अफ इन्डस्ट्री अथवा इन्डस्ट्री सेक्टरमा पनि भन्न मिल्यो त। सो यही हो। अर्को रहेको छ 2081 को सेट आरमा सोधिएको मेन्सन एनी 2 मेजर्स टु रिड्युस इनइक्वालिटी। इनइक्वालिटी हेरौँ है, यो छ नि मेजर्सलाई छ नि होइन, यो कजेस छ नि, यो कजेस यो मेन्सन एनी 2 मेजर्स टु रिड्युस इनइक्वालिटी। अघि नै हामीले इनइक्वालिटीको पढ्यो त मैले, छैन रहेछ, छैन भेटेँ है त। दि 2 मेजर्स टु रिड्युस इनइक्वालिटी आर भनेपछि इम्प्लोइमेन्ट जेनेरेसन के, क्रिएटिङ मोर जब अपर्च्युनिटी हेल्प्स टु रिड्युस अनइम्प्लोइमेन्ट एन्ड डिक्रिजेस इन्कम इनइक्वालिटी। भनौँ न यसँग अब अनि यसँग छ नि, यसँग 1 लाख छ अरे होइन, यसँग चाहिँ सुरुमा चाहिँ 50,000 छ भनौँ न। अब यसले छ नि होइन काम गर्यो भनेपछि यसको इन्कम आयो नि त, यसको इन्कम आयो भनेपछि होइन बिस्तारै बिस्तारै छ नि होइन, यसले त यसको लेभलमा पुग्नु पर्यो नि त। यसको सम्पत्ति चाहिँ ब्याङ्कमा 1 लाख छ अरे, यससँग चाहिँ 50,000 छ अरे होइन। अब यसले काम गरेपछि चाहिँ होइन, यसले होइन 10,000 महिनाको सेभ गर्दै गर्दै छ नि होइन, 1 लाख त बनाउन सकिन्छ नि यतिको सम्पत्ति लेभलमा हो। त्यसैले
ऊ इम्प्लोइमेन्ट भयो भने चाहिँ अनि होइन इनइक्वालिटी घट्छ। अर्को रहेको छ इक्वल एक्सेस टु एजुकेसन होइन प्रोभाइडिङ इक्वल एजुकेसन एन्ड स्किल डेभलपमेन्ट अपर्च्युनिटी हेल्प्स पिपल गेट जब्स एन्ड रिड्युस इनइक्वालिटी भनौँ न अब यसलाई छ नि होइन अब यसलाई चाहिँ राम्रोवाला जब दिए अब यसलाई चाहिँ राम्रो स्किल्स छ होइन स्किल्स आइटीको स्किल्स छ यसले चाहिँ 1 लाख कमाउँछ नि त भनेपछि त होइन यसले भनेपछि होइन धेरै स्किल्स र एजुकेसन भएर त यसले 1 लाखसम्म कमाउन सकेको हो नि त हो त्यसैले होइन स्किल्स र एजुकेसन सबैलाई इक्वली दियो भनेपछि होइन सबैले धेरै कमाउन सक्ने अपर्च्युनिटी पनि हुन्छ ओके त्यसपछि रहेको छ अर्को क्वेसन 2080 को ग्रेड इन्क्रिमेन्टको सेट एमा सोधिएको र 2079 को ग्रेड इन्क्रिमेन्टमा सोधिएको छ वाट इज ह्युमन डेभलपमेन्ट इन्डेक्स है त ह्युमन डेभलपमेन्ट इन्डेक्स अथवा यसलाई एचडिआई पनि भनिन्छ ह्युमन डेभलपमेन्ट इन्डेक्स अथवा यसलाई एचडिआई भनिन्छ इज अ ग्लोबल मेजर होइन युज टु कम्पेयर दि डेभलपमेन्ट लेभल अफ डिफ्रेन्ट कन्ट्री यो चाहिँ एउटा ग्लोबलमा युज गर्ने एउटा एउटा चाहिँ मेजरमेन्ट टाइप हो कि ग्लोबलमा युज गर्ने मेजरमेन्ट टाइप होइन जसले चाहिँ होइन कम्पेयर गर्न चाहिँ हेल्प गर्छ डिफ्रेन्ट लेभल अफ डिफ्रेन्ट कन्ट्रिज नेपाल कतिको लेभलमा छ भनेर नेपाल र युएसए को लेभल त्यो कम्पेयर गर्न छ भने एउटा चाहिँ मेजरमेन्ट हो कि यो नेपाल कतिको लेभलमा छ र युएसए कतिको लेभलमा छ भने त्यो कम्पेयर गर्नको लागि छ नि होइन यो चाहिँ एउटा मेजरमेन्ट टुल रहेको छ है अर्को रहेको छ 2080 को ग्रेड इन्क्रिमेन्टको सेट बीमा सोधिएको राइट एनी टु कजेस अफ पोभर्टी है त पोभर्टी अघि नै छ नि हामीले हेरौँ है यो उयो हेरौँ है यो त कसरी पोभर्टी हटाउने भनेको छ नि हो यसकै उल्टा गर्ने कि अब हेर्नु है पोभर्टी किन हुन्छ पोभर्टी छ नि इम्प्लोइमेन्ट अनइम्प्लोइमेन्ट भयो भने पो त ऊ अनइम्प्लोइमेन्ट भयो पो त कज भएर पो त यसलाई हामीले सल्युसन बनायो नि त अब यो पनि डेभलप लो इन्डस्ट्री भएकोले त हामीले यसलाई उल्टा पारेर यो त सल्युसन भएको नि त यो हो हामीले यहाँतिर जे लेखेको छ नि होइन त्यसको हामी ठ्याक्कै उल्टा गरिदिने कि मेजरमेन्ट ओ मेजर टु रिड्युस र कजेस चाहिँ होइन प्यारल हो कि दुईजना अब हेरौँ है अनइम्प्लोइमेन्ट अनइम्प्लोइमेन्ट भएको भए त अघि हामीले सल्युसनमा हामीले त्यो इम्प्लोइमेन्ट जेनेरेसन लेखेको हो नि त हो है त त्यसरी चेक गरेर दिमाग लगाएर चाहिँ गर्नुभयो है सो अनइम्प्लोइमेन्ट एन्ड अन्डर इम्प्लोइमेन्ट कि ल्याक अफ जब्स अर लो पेड वर्क रिड्युसेस इन्कम एन्ड इन्क्रिजेस पोभर्टी अब कामै छैन भनेपछि त्यो मान्छेले होइन कसरी चाहिँ कमाउँछ भने कमाएन भने त्यो मान्छे कसरी चाहिँ होइन पैसा आउँछ त्यो पैसा आयो भने त्यसले बेसी दिन्छ फुल दिन्छ छैन हो अनइम्प्लोइमेन्ट है अनि अन्डर इम्प्लोइमेन्ट भनेपछि कस्तो भनेपछि चाहिँ होइन अन्डर इम्प्लोइमेन्ट मानौँ तपाईँले ब्याचलर डिग्री पढ्यो यो मान्छे चाहिँ ब्याचलर पढेको छ आइटीको स्किल्स आउँछ होइन आइटीको स्किल आउँछ तर यसले काम चाहिँ छैन होइन डिसवासरको गर्छ क्या डिसवासरको अब भनेपछि यसँग स्किल्स त यिनीहरू छ नि त ब्याचलर पढेको छ आइटी स्किल्स होइन तर पनि आइटी स्किल्स छ खत्रै कोडिङ आउँछ होइन तर पनि काम चाहिँ डिसवासरको गरिरहेको छ यो भनेको अन्डर इम्प्लोइमेन्ट हो कि आफूसँग जे क्षमता छ त्यो क्षमताको चाहिँ काम चाहिँ नपाउनु कि अब त्यो अब हुन्छ नि भ्याकेन्सी नै खोलेको छैन होला अथवा भ्याकेन्सी नै खेलेन अब त्यो अब छैन होला कि त्यो पोस्टै छैन होला कि मान्छेहरू नै त्यो अब ह्युज पपुलेसन छ नि त होइन त्यो अनि त्यसैले त्यो काम नपाएको हुन्छ अनि त्यसैले चाहिँ अब उसले त जसो भयो नि काम गर्नु पऱ्यो पछि कमाउनु पऱ्यो अनि उसले चाहिँ अब आफ्नो क्षमता अनुसार नभए पनि त्यो सानोमा काम गर्ने त्यसलाई भन्छ अन्डर इम्प्लोइमेन्ट अनइम्प्लोइमेन्ट भनेको जागी नपाउनु अर्को रहेको छ स्लो पेस अफ इन्डस्ट्रियल डेभलपमेन्ट है स्लो पेस अफ इन्डस्ट्रियल डेभलपमेन्ट स्लो इन्डस्ट्रियल ग्रोथ क्रिएट्स फ्युवर जब्स एन्ड किप्स पिपुल इन लो इन्कम एक्टिभिटी इन्क्रिजिङ पोभर्टी भनौँ न अब छ नि होइन यो दुईवटा फ्याक्ट्री छ अरे होइन यो दुईवटा फ्याक्ट्रीमा हजारजना मान्छे काम गर्छ हजारजना मान्छे काम गर्छ तर यो एउटा मात्रै खालि इन्डस्ट्री थियो भनेपछि चाहिँ खालि 500जनालाई मात्रै काम पायो नि त अरू 500जनालाई काम पाएन नि त हो यही हुन्छ कि अरू 500जना त अब पोभर्टी हुन सक्यो नि त किनभने अब बेसिक निड चाहिँ फुलफिल गर्न सकेन नि त हो त्यसैले चाहिँ यदि इन्डस्ट्री नै धेरै भएन अथवा इन्डस्ट्री नै डेभलप भएन भने चाहिँ धेरैजना कर्मचारीहरू हुँदैन अनि यी पोभर्टीको रेखामा पर्न जान सक्छ सो यही भनेको सो अब हजुरहरूले छ नि होइन यो त्यो अब मेजर्स टु रिड्युसमा छ नि होइन कजेसको नि ठ्याक्कै उल्टा लेख्ने कि यसको अपोजिट छ नि अपोजिट यसको अपोजिट बनाउने यसको अपोजिट बनाउने यसको अपोजिट बनाउने अनि त्यसलाई मेजर्स टु लेख्ने कि मेजर्स टु रिड्युस पोभर्टीहरू लेख्ने कि मेजर्स टु रिड्युस पोभर्टी है त यसलाई नि ठ्याक्कै उल्टा पार्ने
कारण यो कारणलाई नै उल्टा बनाएर नि होइन सल्युसन बनाइदिने कि हामीले। अर्को रहेको छ रिलेटिभ पोभर्टी। रिलेटिभ पोभर्टी मिन्स अ पर्सन क्यान मिट बेसिक निड्स बट देयर इन्कम एन्ड लाइफस्टाइल आर लोवर कम्पेयर टु अदर पिपल इन सोसाइटी। अब यो चाहिँ बुझौँ है त। के भनेपछि मानव एउटा पर्सन छ होइन, एउटा पर्सन कमाइ चाहिँ 50,000, एउटा कमाइको 50,000 होइन, उसले चाहिँ आफ्नो बेसिक निड्स फुलफिल गर्न सकेको छ है, बेसिक निड्स फुलफिल। यो त हेर्दाखेरि यो त अब यो त अब गरिबी होइन नि त, किनभने 50,000 कमाउँछ आफ्नो बेसिक निड्स फुलफिल गरिरहेको छ भनेपछि त गरिबी होइन नि। तर अर्को मान्छेको इन्कम चाहिँ 1,00,000 छ अरे होइन, भनेपछि यो मान्छे छ नि, यो मान्छे त यसको कम्पेयरमा त गरिब भयो नि त यो मान्छे त। किनभने अब कम्पेरिजन गर्नु न, यो दुईजनाको कम्पेरिजन गर्दाखेरि सबभन्दा गरिब को हुन्छ नि त? यो हुन्छ नि त, किनभने यससँग थोरै पैसा हो। रिलेटिभ पोभर्टी भने हो कि बेसिक निड्स फुलफिल गर्न सक्छ, तर अरूको कम्पेयर गर्यो भने चाहिँ यो गरिब हुन्छ कि। त्यसैले नै यसलाई रिलेटिभ पोभर्टी भनेको छ। रिलेटिभ पोभर्टी यसलाई भन्छ मिन्स अ पर्सन क्यान मिट बेसिक निड्स मजाले बट देयर इन्कम एन्ड लाइफस्टाइल आर लोवर कम्पेयर टु अदर पिपल के अदर पिपल। त्यो कम्पेयर गऱ्यो भने मात्रै खालि त्यो गरिबी हुने अरे कि त्यो है त। सो यही हो। अनि त्यसपछि हामी अर्को क्वेसनतर्फ लागौँ है त। अर्को क्वेसन रहेको छ डिफाइन पोभर्टी। यो चाहिँ 2080 को सेट जे र 2079 को ग्रेट इन्क्रिमेन्टमा सोधिएको छ। पोभर्टी मिन्स अ कन्डिसन होइन, यो चाहिँ एउटा कन्डिसन होइन वेयर अ पर्सन क्यानट मिट फुलफिल बेसिक निड्स लाइक फुड क्लोथ्स एन्ड अ प्लेस टु लिभ होइन। पोभर्टी भनेको चाहिँ एउटा यस्तो मान्छे होइन जो मान्छेले चाहिँ होइन खान सक्दैन अथवा लुगा लाउनु सक्दैन अथवा बस्नको लागि ठाउँ छैन कि। अब जस्तै हेर्न कोही मान्छेसँग होइन फुड पनि छ, क्लोथ पनि छ होइन, तर त्यो मान्छेसँग होइन बस्नलाई ठाउँ छैन भनेपछि होइन त्यो मान्छे पनि गरिबी हो कि। यो तिनटैको कन्डिसन चाहिँ होइन फुलफिल हुनुपर्छ, अनि मात्रै त्यो मान्छे हामीले गरिबी भन्न मिल्दैन है। सो अर्को क्वेसन रहेको छ वाट इज अनइम्प्लोइमेन्ट भनेको चाहिँ अनइम्प्लोइमेन्ट इज द स्टेट वेयर पिपुल आर एबल एन्ड विलिङ टु वर्क बट कुड नट फाइन्ड द जब। यो मान्छे छ, यो मान्छेले पढेको छ, ब्याचलर पढेको छ, यो मान्छेसँग स्किल्स पनि छ, यो मान्छेलाई काम नि गर्न मन छ है, विलिङनेस चाहिँ छ, काम नि गर्न छ, तर यसलाई होइन जब खोज्न गएको जबै पाएन अरे कि। सो जबै पाएन भनेपछि जबै पाएन अरे कि, कसलाई जबै पाएन भनेपछि चाहिँ होइन त्यो मान्छे चाहिँ अनइम्प्लोइमेन्ट रहेको छ, बेरोजगारी रहेको छ। अर्को रहेको छ इकोनोमिक ग्रोथ है त। राइट द मिनिङ अफ इकोनोमिक ग्रोथ। यो चाहिँ 2079 को सेट डीमा सोधेको छ। इकोनोमिक ग्रोथ इज द इन्क्रिज इन द प्रोडक्सन अफ गुड्स एन्ड सर्भिसेस in an economy over a period of time which leads to rising national income and living standard of people। यो चाहिँ इकोनोमिक ग्रोथ भनेर चाहिँ कस्तो भनेपछि होइन इन्क्रिज इन प्रोडक्सन अफ गुड्स एन्ड सर्भिसेस इन एन इकोनोमी ओभर अ पिरियड अफ टाइम। मानव होइन नेपालले छ नि, नेपालले पहिला 100 राइस बनाउन सक्यो भनेपछि होइन यो वर्ष चाहिँ नेपालले छ नि होइन 200 राइस बनाउन सक्यो कि। भनेपछि यसको मतलब भनेपछि त्यो प्रडक्सन त बढ्यो नि त, हो यही भनेको। इकोनोमिक ग्रोथ भनेको चाहिँ इन्क्रिज इन प्रोडक्सन अफ गुड्स एन्ड सर्भिसेस इन एन इकोनोमी ओभर अ पिरियड अफ टाइम विच लिड्स टु राइज इन नेसनल इन्कम एन्ड लिभिङ स्ट्यान्डर्ड अफ पिपल। जसले गर्दा छ नि अब हेर्नु न 200 राइस बेच्यो भने त उसले चाहिँ होइन 200 इन्टु ल 10मा बेच्छ भनेपछि 2,000 कमायो नि त नेपालले त। अहिले पहिला चाहिँ खालि 100 मात्रै खालि बनाउनु सक्थ्यो भनेपछि 100 इन्टु 10 खालि 1000 रुपियाँ भनेपछि त अहिले त भनेपछि 1000 रुपियाँ त एक्स्ट्रा बनायो नि त। सो राइज इन नेसनल इन्कम पनि भयो है त। अर्को रहेको छ स्टेट 2 कजेस अफ इनइक्वालिटी अफ इन नेपाल। अघि नै हामीले इनइक्वालिटीको अघि नै हामीले सल्युसन लिएको थियो त, सल्युसन हो। त्यही सल्युसनलाई उल्टा पाऱ्यो भने हेर्नु अब हाम्रो पाउँछ अनइम्प्लोइमेन्ट एन्ड अन्डर इम्प्लोइमेन्ट, ल्याक अफ जब्स अर लो पेइङ जब्स इन्क्रिजेस इन्कम इनइक्वालिटी इन द कन्ट्री। अब भनौँ न अब कोही अब जस्तै मेरो साथीले छ नि होइन 50,000 कमाउँछ तर मैले चाहिँ कमाउँदै भनेपछि त उसँग 50,000 को सम्पत्ति छ, मसँग भने खालि 0 रुपियाँ सम्पत्ति भयो नि त हो। जसले गर्दा चाहिँ अनइम्प्लोइमेन्ट भयो भने चाहिँ इनइक्वालिटी हुने गर्दछ।
अर्को रहेछ डिफरेन्स इन एजुकेसन ट्रेनिङ एन्ड अपर्च्युनिटी। अब भनौँ न यो मान्छेसँग खतरै स्किल छ भनेपछि चाहिँ यसले त 1,00,000को जागिर पाउनु भयो। मसँग स्किल चाहिँ छैन भनेपछि त मैले 10,000 हाल जागिर पाउने भने त हो त्यही भनेको कि जोसँग धेरै स्किल छ, एजुकेसन छ त्यसले चाहिँ राम्रो जब पाउने भयो, जोसँग थोरै छ त्यसले चाहिँ ऊ पाउनु भयो। अनइक्वल एक्सेस टु लिड्स टु अनइक्वल इन्कम एन्ड अपर्च्युनिटिज है त। अर्को क्वेसन रहेको छ राइट एनी टु बेसिक कम्पोनेन्ट्स अफ ह्युमन डेभलपमेन्ट इन इन्डेक्स। यसको दुइटा बेसिक चाहिँ एउटा एजुकेसन भयो एउटा लाइफ एक्सपिरियन्स भयो त। सो यति नै हो सर्ट एन्ड भेरी सर्ट क्वेसन्सहरू यसलेसम्मबाट सोधिने। हजुरले स्क्रिनसट लिनु भयो यहाँबाट यति स्क्रिनसट लिनुहोस्। त्यसपछि यो अनि त्यसपछि यो अनि त्यसपछि यो त्यसपछि यो स्क्रिनसट अनि यो लास्ट। सो अब चाहिँ हामी सर्ट एन्सर सर्ट क्वेसनतर्फ लाग्छौँ है त। सर्ट क्वेसन एन्सरतर्फ लाग्छौँ। सो पहिलो सुरु 2082को क्वेसन नम्बर 17मा सोधिएको क्वेसन के भयो हेरौँ है त। You are residing in a village. If you asked to advise by rural municipality to suggest for employment generation, what kinds of 5 activities will you suggest for the improvement for the improvement your village to generate इम्प्लोइमेन्ट भनेपछि यो क्वेसनले चाहिँ अब यत्रो लामो लेखेर अन्तिममा सोधिएको के छ भनेपछि होइन इम्प्लोइमेन्ट कसरी बढाउने भनेर चाहिँ लेखेको छ है। यो यसको क्वेसन यसलाई सजिलो भाषामा भन्दाखेरि यसले मेजर्स टु रिड्युस अनइम्प्लोइमेन्ट सोधेको है। खालि क्वेसन खालि घुमाउने मात्रै हो होइन तर सोध्ने त्यही हो कि। अब हामी हेरौँ त the 5 activities that I will suggest to generate employment in my village are भनेर चाहिँ हेरौँ है त। सो पहिलो रहेको छ अफकोर्स डेभलपमेन्ट अफ एग्रिकल्चर है। मोडर्न फार्मिङ भेजिटेबल फार्मिङ एन्ड कमर्सियल एग्रिकल्चर क्यान क्रिएट इम्प्लोइमेन्ट अपर्च्युनिटी इट हेल्प्स भिलेजर्स अन इन्कम एन्ड बिकम सेल्फ इम्प्लोइमेन्ट। अब भनौँ न जस्तै अब एउटा खेतीपाती छ होइन एउटा खेतीपातीमा छ नि होइन त्यो ओनरले छ नि होइन एक्लैले गर्न नसके होइन अरू मान्छेहरूलाई पनि बोलाउँदैन कि अब खेतीपाती गर्न अब भनेपछि चाहिँ अब एग्रिकल्चर बढेन भनेपछि चाहिँ अब त्यो अरू मान्छेहरूलाई पनि काम गर्न अपर्च्युनिटी पायो नि त हो। त्यसैले डेभलपमेन्ट अफ एग्रिकल्चर भयो भने अनि होइन भिलेजर्सहरूले आफै सेल्फ इम्प्लोइड पनि हुन सक्यो र कमाउन पनि सक्यो कि। सो अर्को रहेको छ डेभलपमेन्ट अफ कटेज एन्ड स्मल इन्डस्ट्री होइन स्मल इन्डस्ट्रिज लाइक ह्यान्डिक्राफ्ट फुड प्रोसेसिङ एन्ड टेलरिङ क्यान क्रिएट लोकल जब्स दिस रिड्युस अनइम्प्लोइमेन्ट एन्ड इन्क्रिजेस प्रोडक्सन। अब गाउँको मान्छेहरूलाई त अब आउँछ नि एउटा लोकल स्किल्स उनीहरूको त्यो अब लोकल स्किल हुन्छ नि त हो त्यही लोकल स्किल्स युज गरेर छ नि होइन आफूले नै एउटा सानो एउटा व्यवसाय खोल्ने भन्ने हो कि। त्यो अब ह्यान्डिक्राफ्ट नै हुनसक्यो फुड प्रोसेसिङ हुन्छ अथवा टेलर सुधा हुनसक्यो कि है। त्यस्तो सानो सानो स्किल्सहरूको होइन सानो सानो व्यवसाय खोलेर चाहिँ आफूलाई बेरोजगार नभइकन काम गर्ने हो भनेको है। अर्को रहेको छ प्रमोसन अफ टुरिज्म। अब गाउँघरमा त अब त्यहाँतिर अब टुरिस्टहरू आउँछ नि त हो टुरिस्टहरूलाई गाइड गरिदिने क्या अब गाइड गरिदिने होइन गाइड गरिदिने अब जस्तै उनीहरूलाई चाहिँ अब होमस्टे पनि अथवा एउटा ऊ नि होमस्टे हो होमस्टे फेसिलिटी पनि एउटा दिदिने कि जसले गर्दा चाहिँ उनीहरूले पैसा त कमाउन सक्यो नि त। अनि यहाँ आयो भने डेभलपिङ लोकल टुरिस्ट अट्र्याक्सन क्यान क्रिएट जब्स इन होटेल्स होमस्टेज एन्ड ट्रान्सपोर्टेसन भन्यो नि त होइन हो। अब हाजी अनि त्यो टुरिज्ममा आएको छ नि होइन त्यो मान्छेहरू त ट्रान्सपोर्टेसन भयो भने अब कोही कोही टुरिस्टहरूले त अब त्यो ब्याग बोक्न बारी भएर छैन अब लोकल एउटा पर्याय खोज्छ नि त हो। त्यस्तैले नि हेल्प गरेर चाहिँ होइन आफ्नो इन्कम र इम्प्लोइमेन्ट गर्ने। अर्को रहेछ इजी इजी क्रेडिट फेसिलिटिज। हाम्रो अब जस्तै त्यहाँको अब भिलेजहरूको अब त्यो फाइनेन्स माइक्रो फाइनेन्स हुन्छ नि त होइन उनीहरूले चाहिँ होइन सजिलै पारामा चाहिँ होइन लोन दिन
मिल्ने गर्ने कि प्रोभाइडिङ इजी एन्ड लो इन्ट्रेस्ट लोन्स हेल्प्स पिपल मस्ट स्टार्ट स्मल बिजनेस होइन दिस प्रमोट सेल्फ इम्प्लोइमेन्ट एन्ड जब क्रिएसन है त यदि अब सस्तो ब्याजमा अब लोन दियो भनेपछि त अनि उनीहरूले चाहिँ बिजनेस स्टार्ट गर्न सक्यो नि त हो त्यसैले इजी क्रेडिट फेसिलिटी अर्को रहेको छ स्किल डेभलपमेन्ट एन्ड भोकेसनल ट्रेनिङ ट्रेनिङ इन टेक्निकल एन्ड भोकेसनल स्किल्स मेक्स पिपुल जब रेडी स्किल पिपुल क्यान फाइन्ड इम्प्लोइमेन्ट अब भनौँ न अब गाउँघरमा छैन भने प्लम्बर चाहिएको छ अरे प्लम्बर होइन प्लम्बर गाउँघर त प्लम्बर चाहियो नि त प्लम्बर अथवा यस्तो चाहियो त्यसमा चाहिँ होइन अब होइन भोकेसनल ट्रेनिङ गरेको छ भनेपछि चाहिँ होइन त्यो मान्छेले गएर त्यो मान्छेले त्यस गाउँको घरमा गएर छ नि होइन काम गरेर चाहिँ पैसा कमाउँछ नि त हो त्यसैले स्किल डेभलपमेन्ट गर्ने र पुग्छ नि अथवा अहिले त यो स्किल डेभलपमेन्ट गरेर त फ्रिल्यान्सिङ पनि गर्न मिल्छ नि त गाउँ घरमै बसेर हो त्यसैले स्किल डेभलपमेन्ट र प्रोफेसन ट्रेनिङ गर्ने सो यही हो सजेसन हजुरहरू स्क्रिनसट दिँदा भयो यो राखेको छ क्वेसन क्वेसन यो रहेको छ अनि यहाँ ओके त्यसपछि रहेको छ 2081 को ग्रेट इन्क्रिमेन्टमा सोधिएको 2081 को सेट र ड्युएमा सोधिएको र 2079 मा सेट दिने भनेपछि यो क्वेसन धेरै नै पिबी आइरहेको छ चलन छ छैन रहेछ पिबी आइरहेको चाहिँ के हो भनेपछि होइन मेजर्स टु रिड्युस इनइक्वालिटी इन नेपाल सोधिएको छ है कसरी चाहिँ इनइक्वालिटी घटाउने भनेर चाहिँ सोधिएको छ सो हेरौँ है त फर्स्टमा छ कन्ट्रोल ओभर पपुलेसन हेरौँ है त रिड्युसिङ पपुलेसन ग्रोथ हेल्प्स टु प्रिभेन्ट द डिभिजन अफ लिमिटेड एसेस्ट अमङ फ्यामिली मेम्बर्स इट अलाउज फ्यामिली टु मेन्टेन अ बेटर स्ट्यान्डर्ड अफ लिभिङ त्यो चाहिँ कस्तो भनेपछि होइन मानव छ नि यो चाहिँ उहाँको बाबा ड्याडको छ नि भनौँ न 1,00,000 को सम्पत्ति छ अरे कि 1,00,000 को एसेट्स छ होइन सम्पत्ति अब एउटा छोरा भयो भने चाहिँ त्यही छोरालाई नै सिधै 1,00,000 पायो नि त 1,00,000 पायो नि त तर यदि छ नि होइन यो बुबाको छ नि होइन दुईवटा छोरा भयो भने भनेपछि यसलाई 50,000 र यसलाई 50,000 पायो नि त हो भनेपछि यो त अब जति जति बढ्दै गयो त्यति त्यति छोराछोरी पैसा पाउनु हुन्छ त दुईजना मात्रै त अब ल 50,000 50 हो भने वाट इफ होइन यसको छ नि 4वटा छोरा भयो भने 4वटा छोरा भयो भने ल अब भने त त्यो 50 अब एकजनाले कति पाउने जब 25,000 पाउने हो कि सो जति धेरै फ्यामिली मेम्बर्स पपुलेसन ग्रोथ भयो नि होइन त्यति नै अनइक्वल त्यो अनइक्वल भन्दा नि त्यो अब पैसा अब धेरै कम हुन् पाउने भनेको कि सो हो अनि त्यसैले होइन रिड्युसिङ पपुलेसन ग्रोथ हेल्प्स टु प्रिभेन्ट द डिभिजन अफ लिमिटेड एसेस अमङ फ्यामिली मेम्बर्स है त सो अर्को रहेको छ जेनेरेटिङ इम्प्लोइमेन्ट अपर्च्युनिटी त भन्नै पर्दैन होइन अघि नै हामीले फेरि हामीले डिस्कस गरेको छौँ जति यदि जब पायो भने चाहिँ उसले त अब रेगुलर इन्कम पायो रेगुलर इन्कम पाएपछि उसले त अब बचत गर्न सक्यो त्यो बचत गरेको पैसा त ओभर टाइम त बढ्दै जान्छ नि त जसले गर्दा त्यो अब इक्वल इक्वल बढ्दै जान्छ नि त हो त्यही भनेको कि when more people earn a stable income the income gap decreases this helps to reduce inequality across society है त अर्को रहेको छ इक्वल डिस्ट्रिब्युसन अफ प्रपर्टी एन्ड अर एसेट्स कि सो के भन्छ यो चाहिँ कस्तो हुन्छ जस्तै अब यसलाई यस्तो भाषामा बुझौँ न अब जस्तै यो उहाँको बुबा हो अरे होइन 50,00,000 को सम्पत्ति छ अरे होइन 50,00,000 को सम्पत्ति छ यो त उहाँको ठुलो छोरा र सानो छोरा कि बुवालाई चाहिँ होइन सानो छोरा धेरै मन पर्ने अरे कि धेरै मन पर्ने होइन धेरै मन परे यसलाई चाहिँ अब 50,00,000 बाट चाहिँ यसलाई ल 40,00,000 दिने अरे अनि यसलाई चाहिँ 10,00,000 दिने अरे कि सम्पत्ति सो भनेपछि त अब अनइक्वल डिस्ट्रिब्युसन अफ एक्सेस भयो नि त हो त्यसो चाहिँ गर्नु हुँदैन भनेको है सबैलाई इक्वली डिस्ट्रिब्युसन दिने होइन अनि गभर्मेन्टले पनि जस्तै अब यस्तो गुम्बासीहरूलाई त अब जग्गाहरू छैन नि त हो गभर्मेन्टले पनि उनीहरूलाई पनि ल्यान्ड र रिसोर्सहरू चाहिँ होइन फेयरली दिने अरे कि है त सो अनि अर्को राखेको छ इक्वल एक्सेस टु एजुकेसन एन्ड ट्रेनिङ अब भनौँ न अब 2जना मान्छेमा छ नि होइन 2जना मान्छे चाहिँ एकजना मान्छेलाई राम्रो स्किल छ एकजना चाहिँ अनस्किल छ भनेपछि चाहिँ होइन अब स्किल भएको मान्छेलाई त 1,00,000 कमाउनु भयो अनस्किल भएको मान्छे 25,000 कमाउनु भयो नि त हो भनेपछि हामीले चाहिँ होइन सबै मान्छेहरूलाई इक्वल एजुकेसन र ट्रेनिङ र अपर्च्युनिटी दियो भने छ नि होइन उनीहरूले इक्वल लेभलको पैसा चाहिँ कमाउन सक्छ कि जसले गर्दा लङ टर्ममा चाहिँ होइन इनइक्वालिटी चाहिँ घट्न सहयोग गर्ने गर्दछ
अनि अर्को राखेको छ कन्ट्रोल इम्प्लाइज इन्फ्लेसन यो चाहिँ कस्तो भनेपछि होइन त्यसो भन्न कन्ट्रोलिङ इन्फ्लेसन हेल्प्स मेन्टेन दि पर्चेसिङ पावर अफ लो इन्कम ग्रुप्स अब भनौँ न यो मान्छेको 10,000 छ है यो मान्छेको छ नि इन्कम चाहिँ 10,000 छ होइन यो 10,000ले चाहिँ नि उसले पायो होइन फुड र क्लोथ्स किन्न मिल्थ्यो अरे होइन तर इन्फ्लेसनले गर्दा छ नि होइन धेरै धेरै महँगी बढ्यो अरे होइन धेरै महँगी बढेपछि चाहिँ होइन उसको त्यही 10,000 कमाइले खालि फुड मात्रै किन्न सक्यो अरे कि फुड मात्रै खालि किन्न सक्यो भनेपछि त अब उसलाई त भनेपछि लाउनलाई त अब लुगा भएन नि त हो त्यसले गर्दा चाहिँ अन 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 त्यो इनइक्वालिटी हुन्छ अरे कि त्यसैले चाहिँ हामीले चाहिँ इन्फ्लेसनलाई पनि घटाउन सहयोग गर्नुपर्छ र अथवा गर्नुपर्छ है त सो यही नै हो हजुरहरूले स्क्रिनसट लिँदा भयो पहिला सर क्वेसनको स्क्रिनसट त्यसपछि अब सल्युसनको स्क्रिनसट लिनुहोस् अब त्यसपछि ल अर्को अर्को क्वेसनतर्फ लाउँछु अर्को क्वेसन चाहिँ रहेको छ 2081 को ग्रेट इन्क्रिमेन्ट सेट बीमा सोधेको 2080 को ग्रेट इन्क्रिमेन्टमा सोधेको र 2076 को सेट सीमा सोधेको छ है त यदि सोध्यो क्वेसन चाहिँ के हो भनेपछि होइन मेजर्स टु रिड्युस छ नि मेजर्स टु रिड्युस पोभर्टी इन नेपाल पोभर्टी कसरी चाहिँ घटाउन सकिन्छ भनेको अथवा यसलाई होइन एफोर्ट्स मेड बाई द गभर्मेन्ट फर द रिडक्सन अफ पोभर्टी क्वेसन चाहिँ एउटै सोधेकै खालि घुमाएर सोध्ने होइन तर एउटै सोधेकै हेरौँ है त कन्ट्रोल ओभर पपुलेसन है कन्ट्रोल चाहिँ होइन ओभर पपुलेसन लोवर्स पर क्यापिटा इन्कम एन्ड इन्क्रिजेस प्रेसर अन रिसोर्सेस भनौँ न अब गभर्मेन्टको छ नि भनौँ न बिजनेसेसहरूले छ नि पहिला चाहिँ बिजनेसहरूले छ नि बिजनेस यो बिजनेस होइन यो बिजनेस चाहिँ पहिला 1,00,000को प्रफिट खाएर होइन अब जस्तै 1,00,000 प्रफिट अथवा भनौँ न 1,00,000को इन्कम भयो इन्कम 1,00,000को इन्कम भयो होइन यो कम्पनीमा छ नि होइन दुईजना इम्प्लोइ छ अरे कि दुईजना इम्प्लोइ है दुईजना इम्प्लोइ छ भनेपछि यिनीहरूले चाहिँ होइन महिनाको स्यालेरी 20,000 कमाउनु भयो कि तर अब यसमा छ नि 10जना इम्प्लोइ भनेपछि चाहिँ होइन 10जनाको जागिर छ भनेपछि चाहिँ होइन प्रति व्यक्तिले खालि 10,000 खालि कमाउनु भयो अरे कि सो ओभर पपुलेसन भयो भने पनि होइन हुन्छ अरे कि पोभर्टी पनि इन्कम पनि धेरै हुँदैन होइन थोरै हुन्छ अथवा अब ओभर पपुलेसन भयो भने त अफकोर्स हामीलाई थाहा छ नि त के भन्छ अनइम्प्लोइमेन्ट हुन्छ भनेर सो त्यसैले चाहिँ हामीले कन्ट्रोल ओभर पपुलेसन भयो भने चाहिँ जागिर पनि पाउन सकिन्छ र जागिर पाउन सक्यो कि है त सो त्यसको लागि चाहिँ हामीले चाहिँ एजुकेसनहरू दिनु पर्यो र फ्यामिली प्लानिङको एजुकेसन पनि हामीले बढाउनु पर्यो कि जसले गर्दा चाहिँ पपुलेसन ग्रोथ चाहिँ धेरै नहोस् अर्को रहेको छ जेनेरेटिङ इम्प्लोइमेन्ट अपर्च्युनिटी अनइम्प्लोइमेन्ट इज अ मेजर कज अफ पोभर्टी त्यो त भन्नै पर्दैन अब कामै छैन भने त कहाँ पैसा आउँछ होइन काम छैन भने चाहिँ कहाँ सो त्यसैले होइन जब्स इन एग्रिकल्चर इन्डस्ट्री र सर्भिस सेक्टरमा छ नि होइन त्यो जब दिनु पर्यो अथवा त्यसलाई यिनीहरू सेक्टरलाई चाहिँ होइन डेभलप गऱ्यो भने चाहिँ होइन त्यो इम्प्लोइमेन्ट हुन्छ नि त अनि जसले गर्दा चाहिँ स्टेबल इन्कम चाहिँ पाउन सकिन्छ है त त्यसैले इम्प्लोइमेन्ट बढाउनु पर्यो अर्को रहेको छ डेभलपमेन्ट अफ इन्डस्ट्रियल डेभलपमेन्ट प्रोभाइड लार्ज स्केल इम्प्लोइमेन्ट अपर्च्युनिटिज एन्ड हाई पेइङ जब्स त भन्नै पर्दैन पहिला एउटा इन्डस्ट्री थियो भनेपछि 50जना मान्छेहरू काम गर्थ्यो अरे अहिले अब यसमा पनि 50,000 भयो होइन भनेपछि यो चाहिँ नयाँ इस्टाब्लिस भयो कि यो चाहिँ नयाँ इस्टाब्लिस होइन भनेपछि 50 + 50 भनेपछि चाहिँ 100जना मान्छेहरूलाई पायो नि त टोटलमा जब सो त्यही हो त्यसैले हामीले इन्डस्ट्री चाहिँ डेभलप गऱ्यो भने चाहिँ मान्छेहरूलाई काम गर्ने अवसर पाउने गर्दछ जसले गर्दा नेसनल इन्कम पनि बढाउँछ र रिड्युस डिपेन्डेन्स अन लो अर्निङ अकुपेसन अर्को रहेछ रिड्युसिङ अनइक्वल डिस्ट्रिब्युसन अफ इन्कम अब भनौँ न अब के भनेपछि चाहिँ यो चाहिँ अब अनइक्वल डिस्ट्रिब्युसन जस्तै अब भनौँ न 2जना मान्छेसँग एउटै स्किल्स छ होइन एउटै एजुकेसन छ होइन तर एकजनाले चाहिँ होइन थोरै पैसा स्यालेरी पाउने अरूले धेरै पाउने भनेपछि त अनइक्वल भयो नि त हो त्यसैले चाहिँ फेयर वेजेस दिनु पर्यो प्रोग्रेसिभ ट्याक्स हुनु पर्यो र सोसल प्रोग्राम्सले गर्दा चाहिँ होइन इन्कम चाहिँ होइन इक्वली पाउने भयो कि
जसले गर्दा चाहिँ होइन गरिबी चाहिँ हुन नजाओस् कि सबैलाई चाहिँ होइन एउटै लेभलको त्यो इन्कम पाओस्। अर्को चाहिँ रहेछ इन्फ्लेसन घटाउने। अब भनौँ न पहिला चाहिँ त्यो मान्छेहरूले छ नि होइन 10,000 भएको मान्छे बल्ल तल छ नि होइन फुड, क्लोथ्स र रेन्ट तिर्न सकिरहेको थियो अरे होइन। अब महँगाई बढेपछि चाहिँ होइन फुड र खालि रेन्टमा तिर्न सक्यो अरे कि क्लोथ चाहिँ लाउनुको लागि भएन अरे कि। सो त्यसरी त्यो त अब पोभर्टी भयो नि त। त्यसैले चाहिँ हामीले महँगाई पनि घटाउन महँगाई पनि ऊ मेन्टेन गर्न गर्नु पर्यो। When the price level of goods remains stable each year, people with low income can afford their basic needs and improve standard of living. है त? सो स्क्रिनसट दिँदा भयो हजुरहरूले? यो क्वेसन रहेको छ। त्यसपछि अनि अन्तिममा चाहिँ यो अर्को क्वेसनतर्फ लागौँ। अर्को क्वेसन रहेको छ एक्सप्लेन इभ्यालुएट एनी 5 कजेस अफ इन्क्रिजिङ अनइम्प्लोइमेन्ट इन नेपाल। नेपालमा बेरोजगारी हुनुको कारणहरू के हो है त 2081मा सोधिएको छ यो। सो पहिला सुरु रहेको छ हाई पपुलेसन ग्रोथ अफकोर्स भन्नै पर्दैन होइन। अब कम्पनी छ एउटा होइन एउटा कम्पनीले 10,00,000जना मान्छेलाई मात्रै काम दिन सक्छ होइन तर अब हाम्रो पपुलेसन छ 1 करोड भनेपछि कसरी काम दिने के? अब 1 करोडजना मान्छेहरूलाई कसरी काम दिने होइन? सो यो नि हो यदि धेरै पपुलेसन भयो भने छ नि होइन जति मार्केटमा सप्लाई छ नि होइन त्योभन्दा नै धेरै डिमान्ड भयो कि त्यसैले चाहिँ होइन यो अनइम्प्लोइमेन्ट हुने कारण हो। यहाँ पनि भनिएको छ वेन पपुलेसन राइजेस फास्टर देन इम्प्लोइमेन्ट अपर्च्युनिटिज होइन मेनी पिपुल आर लेफ्ट विदाउट जब्स अरे कि दिस क्रिएट्स अ लार्ज ग्याप बिट्विन द जब डिमान्ड एन्ड जब सप्लाई अरे कि जब डिमान्ड चाहिँ छ होइन जब सप्लाई भन्दा चाहिँ ग्रेटर भयो अरे कि हाई पपुलेसन गर्दै। अर्को रहेको छ स्लो पेस अफ इकोनोमिक ग्रोथ है स्लो पेस अफ इकोनोमिक ग्रोथ Nepal economy Nepal economy grows slowly, so only a few new industries and businesses are created. Since fewer businesses open, fewer job opportunities are generated. भनौँ न अब हरेक वर्ष छ नि होइन नेपालमा छ नि खालि एउटा मात्रै खालि उरे के बिजनेस खोलेर कि नयाँ वाला अब यसले चाहिँ खालि 10,000जना मान्छेहरूलाई मात्रै खालि इम्प्लोइमेन्ट दियो नि त। अब अरू 10 अब 1 करोडमा छ नि 1 करोडमा 10,00,000जना मान्छेलाई मात्रै खालि इम्प्लोइमेन्ट 90 लाख त यति भयो। सो भनेपछि धेरै इन्डस्ट्री खोल्नु पर्यो धेरै फ्याक्ट्री खोल्नु पर्यो धेरै बिजनेसेसहरू खोल्नु पर्यो। जति बिजनेस खोल्यो होइन त्यति धेरै नै अब इम्प्लोइमेन्टहरू चाहिन्छ नि त त्यो बिजनेस रन गर्नको लागि। सो इकोनोमिक ग्रोथ पनि बिस्तारै भएर कि हाम्रो। अर्को रहेछ इन्डस्ट्रियल डेभलपमेन्ट इन्डस्ट्रिजहरूले चाहिँ क्रिएट्स अ लार्ज नम्बर अफ जब्स होइन बट नेपाली इन्डस्ट्री सेक्टर इज स्टिल विक एन्ड डेभलपिङ स्लोली कि हाम्रो नेपालको इन्डस्ट्रीहरू अझै पनि विक छ र बिस्तारै मात्रै खालि डेभलप भइरहेको कि। सो विदाउट इनफ फ्याक्ट्रिज होइन इन्डस्ट्रिज इम्प्लोइमेन्ट अपर्च्युनिटी डि नट इन्क्रिज। यदि फ्याक्ट्रीहरू र इन्डस्ट्रीहरू नै बढेन भनेपछि चाहिँ होइन इम्प्लोइमेन्ट अपर्च्युनिटी बढ्ने भएन नि त। सो जसले गर्दा चाहिँ अनइम्प्लोइमेन्ट र अनइम्प्लोइमेन्ट हुने भयो। सो अर्को रहेको छ पोलिटिकल इन्स्टेबिलिटी फ्रिक्वेन्ट चेन्जेस इन गभर्मेन्ट एन्ड अनस्टेबल पोलिसिज डिस्करेज इन्भेस्टमेन्ट है both domestic and foreign investors hesitate to start new business and industries due to lack in investment। अब भनौँ न अब पोलिटिकल इन्स्टेबिलिटी के पहिला यो वर्ष अर्कै रुल अर्को वर्ष अर्कै रुल भयो होइन इन्स्टेबिलिटी भयो होइन। अब भनेपछि अब मेन कुरो त इन्भेस्टमेन्ट चाहिन्छ हो कि होइन बिजनेस स्टार्ट गर्न। तर छ नि होइन यतिको इन्स्टेबिलिटी भएर होइन ट्याक्स रेट हर्ने बढ्ने घट्ने होइन पहिला के रुल आउने के रुल आउने जसले गर्दा यो इन्भेस्टमेन्ट गरेर बिजनेस खोल्न नि डर लाग्छ अरे कि कोल्याप्स हुन्छ होइन नयाँ अब यो यो बिजनेस खोले पनि होइन नयाँ रुलले गर्दा होइन मेरो बिजनेस नचल्ने हो कि केही समस्या आउने हो कि भनेर चाहिँ त्यो डराउँछ कि मान्छेहरू। त्यसैले चाहिँ बिजनेस खोल्न चाहिँ डराउँछ कि पोलिटिकल इन्स्टेबिलिटी गर्दैन है त। अर्को रहेछ पोर एजुकेसन सिस्टम नेपालको एजुकेसन छ नि होइन लास्टै नै थ्योरिटिकल छ कि अनि डज नट प्रोभाइड प्र्याक्टिकल स्किल्स निडेड बाई इन्डस्ट्री होइन जसले गर्दा त्यो एउटा ग्याप हुन्छ अरे कि कम्पनीहरूलाई चाहिएको छ ए को स्किल्स तर मान्छेहरूसँग छ होइन बीको स्किल्स अथवा बीको नलेज अरे कि। सो यो त अब ग्याप भयो भने चाहिँ यतिको ग्याप त। सो त्यसले गर्दा चाहिँ हाम्रो
पढे पनि काम चाहिँ नपाउने भयो कि। इभन एजुकेटेड पिपल डु नट म्याच द स्किल रिक्वायरमेन्ट्स अफ इम्प्लोयर्स। सो जसले गर्दा चाहिँ बेरोजगार हुन्छ र जब रेडी नै हुँदैन कि। सो यही नै हो। हजुरहरू स्क्रिनसट लिँदा भयो यसको। अनि त्यसपछि त्यसपछि सानो अरू क्वेसनतर्फ लागौँ। अर्को क्वेसन रहेको छ। एन 2080 को ग्रेट इन्क्रिमेन्ट सोधेको र टर्म्स एन्ड सोधेको है, दुईवटा सोधेको छ। रोल अफ ह्युमन रिसोर्सेस इन इकोनोमिक डेभलपमेन्ट। ह्युमन रिसोर्सेसको रोलहरू के छ भने हामी हेरौँ है त। मेन कुरो इम्प्रुभमेन्ट इन टेक्नोलोजी है। इम्प्रुभमेन्ट इन टेक्नोलोजी। स्किल एन्ड एजुकेटेड पिपल क्यान इन्भेन्ट, मोडिफाई एन्ड इम्प्रुभ टेक्नोलोजी। अब भनौँ पढे लेखेको मान्छे छ भनेपछि चाहिँ एआईको आविष्कार गर्न सक्यो, नयाँ नयाँ वेबसाइटको आविष्कार गर्न सक्यो, अथवा केही टेक्नोलोजी चाहिँ ल्याउन सक्यो कि। त्यो टेक्नोलोजी ल्याएर छ नि होइन, वेन ह्युमन रिसोर्सेस इज स्ट्रङ होइन, अ कन्ट्री क्यान एडप्ट मोडर्न मसिन्स एन्ड डिजिटल सिस्टम इजिली चाहिँ कि। अब भनौँ न, अब बाहिरमा अब जस्तै हेर्दा चाइनामा छ भने एउटा मसिन बनाएर छ भने होइन, त्यो मसिन खालि एजुकेटेड अब स्किल ह्युमन रिसोर्स मात्रै खालि भनेपछि होइन, नेपालमा स्किल ह्युमन रिसोर्स भनेपछि हामी त्यो टेक्नोलोजी हामीले मसिन हामी युज गर्न सक्यो नि त। हो त्यसैले चाहिँ इम्प्रुभमेन्ट इन टेक्नोलोजी चाहिँ गर्न सकिन्छ ह्युमन रिसोर्सले। अर्को रहेको छ डेभलपमेन्ट अफ इन्डस्ट्रियल सेक्टर्स। इन्डस्ट्रिज निडेड ट्रेन वर्कर्स, टेक्निसियन, इन्जिनियर्स, म्यानेज एन्ड एक्सपर्ट्स होइन। अ क्यापेबल ह्युमन रिसोर्सेस हेल्प्स टु रन फ्याक्ट्री स्मुथली एन्ड इन्क्रिजेस इन्डस्ट्रियल प्रोडक्सन है। अब भनौँ स्किल ह्युमन रिसोर्ससँग त अब होइन हुन्छ नि त, अब आइडिया हुन्छ, उसलाई त्यो थाहा छ कसरी चाहिँ इन्डस्ट्री चल्छ भनेर चाहिँ होइन, उनीहरूलाई त्यो नलेज भएको कारणले चाहिँ होइन इन्डस्ट्री चाहिँ अब कसरी फ्युचरमा हामी बढाउने भने चाहिँ त्यो चाहिँ सहयोग गर्ने गर्दछ अरे कि इन्डस्ट्रियल सेक्टरलाई चाहिँ होइन। सो यो पोइन्ट रह्यो। अब अर्को चाहिँ के भनेपछि इन्फ्रास्ट्रक्चर। रोड, ब्रिजेस, हस्पिटल्स, इलेक्ट्रिसिटी, कम्युनिकेसन एन्ड स्कुल्स आर बिल्ड बाई द स्किल म्यान पावर होइन। इन्जिनियर्स, प्लानर, कन्स्ट्रक्सन वर्कर्स एन्ड टेक्निसियन प्ले एन इम्पोर्टेन्ट रोल इन। यिनीहरू यो इन्जिनियर्सहरू, टेक्निसियनहरू बन्न चाहिँ होइन हामीले त पढे लेखेको हुनु पऱ्यो होइन, एउटा स्किल हुनु पऱ्यो नि त। अब यो रोड बनाउनलाई पनि हेर्तिकै रोड बनाउने जो मान्छेले भन्ने बित्तिकै त्यो रोड बनाएर यसरी बनाउने भन्दैन नि त। इन्जिनियर्सहरू चाहिन्छ नि त रोड बनाउनलाई। हो त्यसैले चाहिँ यो स्किल ह्युमन रिसोर्सेसहरू चाहिँ हामीलाई छ नि होइन चाहिन्छ। जसले गर्दा बेटर इन्फ्रास्ट्रक्चर भएर छ नि होइन हाम्रो इकोनोमिक र सोसल प्रोग्रेसमा चाहिँ सहयोग गर्ने गर्दछ। सो अर्कोतर्फ लागौँ होइन, सोसल डेभलपमेन्ट। एजुकेटेड एन्ड अवेर ह्युमन रिसोर्स चाहिँ हेल्प्स टु रिड्युस सोसल इस्युज लाइक इलिट्रेसी, पोभर्टी एन्ड इक्वालिटी के। अब होइन पढे लेखेको मान्छे छ भनेपछि त उसलाई थाहा पनि हुन्छ नि त। यदि नेपालमा गरिबी छ भने किन गरिबी भएर कसरी गरिबी हराएर नि के हामीले स्टेप्स लिनुपर्छ त्यो गरिबी हटाउनलाई भन्छ त्यो थाहा हुन्छ नि त स्किल ह्युमन रिसोर्सलाई। हो त्यसैले चाहिँ छ नि होइन उनीहरूले चाहिँ सोसल प्रब्लम्सहरूले चाहिँ हटाउनु ट्राई गर्छ, अथवा अनि यसले कम्युनिटी सर्भिस अनि हेल्थ अवेरनेस, इन्भाइरोमेन्टल प्रोटेक्सन पनि अब उसले पढेको लेखेको छ नि त, अनि उसलाई थाहा हुन्छ नि त के कन्सिक्वेन्सेस हुन्छ यस्तो भयो भने। सो उसले चाहिँ अब एउटा पार्टिसिपेट गरेर चाहिँ कम्युनिटी उसले चाहिँ अवेरनेस पनि दिन सक्यो है त। अर्को रहेको छ इकोनोमिक ब्याकवर्डनेस। स्किल पिपल क्यान फाइन्ड बेटर जब अर क्रिएट बिजनेसेस विच इन्क्रिजेस नेसनल इन्कम, प्रोडक्टिभ म्यान पावर, रिड्युसेस पोभर्टी एन्ड इम्प्लुमेन्ट। अब त्यो पढे लेखेको मान्छे छ भने त्यो पढे लेखेको मान्छेले छ नि होइन बिजनेस कसरी स्टार्ट गर्ने, यसरी बिजनेस स्टार्ट गर्ने भनेर उसलाई थाहा हुँदैन नि त। अब बिजनेस स्टार्ट भयो भने चाहिँ अरू मान्छेहरू पनि त्यसले दिनु भयो, के भन्छ इम्प्लोइमेन्ट दिनुभयो, जसले गर्दा इकोनोमी त बढ्ने भयो। सो यसले चाहिँ रिडक्सन अफ इकोनोमिक ब्याकवर्डनेस पनि गर्न सहयोग गर्ने भन्छ। सो हजुरहरूले स्क्रिनसट दिँदा भयो। यति रहेको छ। अनि त्यसपछि यतिको भयो। सो त्यसपछि यो अब हामी अर्को क्वेसनतर्फ लाग्छौँ। अर्को क्वेसन चाहिँ के रहेको छ भनेपछि वाट मेजर्स डु यु टेक टु रिड्युस अनइम्प्लोइमेन्ट इन नेपाल होइन, अघि नै हामीले स्किल मान्छेहरूकोमै अघि नै हामीले छ नि कजेस जे जे रहेछ नि कजेसहरू
अनइम्प्लोइमेन्ट अनइम्प्लोइमेन्ट हुनुको कजेसहरू के रहेछ नि अब हेर्नु है हामीले ठ्याक्कै हामीले त्यसै हामीले उल्टा बनाएर छ नि हेर्नु हामीले लेखेको छौँ कि अघि 1 नम्बरमा पपुलेसन हाई पपुलेसन भनेको छ नि अब हेर्नु ठ्याक्कै हामीले त्यसको उल्टा बनाएको कि कसरी चाहिँ सल्भ गर्ने भनेर है त सो एउटा ट्रिक चाहिँ एउटा याद गर्नु होइन यहाँ चाहिँ होइन स्लो पेस अफ इकोनोमिक ग्रोथ छ अब यहाँ चाहिँ इन्क्रिज इन द पेस अफ इकोनोमिक ग्रोथ सो यही हो कि कजेसलाई नै उल्टा बनायो भने सल्युसन बनाउने सो एउटा पढेपछि त्यसलाई ठ्याक्कै उल्टा बनाइदिनु है त सो हेरौँ त कसरी अघि नै हामीले भनेअनुसार पपुलेसन बढ्यो भने चाहिँ ऊ के भन्छ अनइम्प्लोइमेन्ट हुनुपर्छ सो हामीले हामीले त्यसैले नै छ नि होइन पपुलेसन चाहिँ छ नि होइन घटाउनु पऱ्यो कि पपुलेसनलाई म्यानेज गर्नु पऱ्यो होइन वेन देयर आर फ्युअर जब सिकर्स होइन जब काम गर्ने मान्छेहरू थोरै हुन्छ होइन भनेपछि इकोनोमीले पनि होइन त्यो काम गर्ने मान्छेहरूलाई दिन सक्यो कि अब भनौँ न अब यदि कम्पनीले छ नि होइन कम्पनीले यो कम्पनीले छ नि 100जना मान्छेलाई जागिर दिन सक्छ तर नेपालमा चाहिँ 80जना मान्छे भनेपछि काम दिन सक्यो नि त त्यो कम्पनीले 80जना मान्छेहरूलाई हो त्यही हो कि त्यसैले ओभर पपुलेसन कन्ट्रोल गर्नु पर्यो त्यसपछि इन्क्रिज द पेस अफ इकोनोमिक ग्रोथ है त फास्टर इकोनोमिक ग्रोथ हेल्प्स इन इस्टाब्लिसिङ न्यू इन्डस्ट्री सर्भिसेस एन्ड बिजनेस के इकोनोमिक ग्रोथ भयो भने छ नि होइन इन्डस्ट्री सर्भिस र बिजनेसहरू चाहिँ होइन खोल्नको लागि सहयोग गर्न गर्दछ कि जति जति इकोनोमी बढेको गयो त्यति इम्प्लोइमेन्ट अपर्च्युनिटी पनि बढ्दै जान्छ जसले गर्दा चाहिँ अनइम्प्लोइमेन्ट घट्न सहयोग गर्ने गर्दछ सो अर्को रहेको छ ऱ्यापिड इन्डस्ट्रियल डेभलपमेन्ट है इन्डस्ट्रियल डेभलपमेन्ट चाहिँ होइन इज भेरी नेसेन्सियल फर जब क्रिएसन अघि हामीले अनुसार होइन एउटा फ्याक्ट्रीले 50जना मान्छेलाई काम दिन सक्छ भनेपछि होइन अब भनेपछि मैले अझै एउटा अर्को फ्याक्ट्री खोलेँ र 50जना भनेपछि त टोटल पहिला 50जनालाई मात्रै खालि दिन्थ्यो अब अहिले त 50 भनेपछि त 100जना मान्छेहरूलाई मैले काम दिएँ नि त हो त्यसरी चाहिँ इन्डस्ट्री खोल्नुपर्छ भनेको है त setting up new factories and modern industries create jobs for skilled and unskilled worker. This reduces unemployment. अर्को रहेछ क्रेडिट फेसिलिटिज वेन ब्याङ्क प्रोभाइड्स इजी एन्ड लो इन्ट्रेस्ट लोन होइन पिपल क्यान स्टार्ट स्मल बिजनेस कि अब भनौँ न अब जस्तो ल यो मान्छेलाई छ नि होइन काम पाएन कि भनेपछि तर यसले होइन लोन दिएर छ नि होइन यसले त होइन बिजनेस स्टार्ट गर्न सक्यो नि त एउटा बिजनेस सो हो कि एउटा अब त्यसैले एउटा सजिलो तरिकाले लोन दिने र थोरै ब्याज दिने कि थोरै ब्याज पनि दिने सो पिपल क्यान स्टार्ट स्मल बिजनेस न्यू बिजनेसेस क्रिएट सेल्फ इम्प्लोइमेन्ट एज वेल एज जब फर अदर्स अर्को रहेको छ एजुकेसन अफकोर्स हाम्रो नेपालमा एजुकेसन लास्टै खत्तम छ है हाम्रो नेपालमा छ नि होइन प्र्याक्टिकल स्किल चाहिन्छ कि प्र्याक्टिकल स्किल बेस्ड एजुकेसन सिस्टम चाहिन्छ होइन जस्तै चाहिँ होइन इन्डस्ट्रीको निडलाई चाहिँ फुलफिल गर्छ कि अब इन्डस्ट्रीलाई छ नि होइन एउटा वेबसाइट बनाउनु मान्छे चाहिएको छ अरे होइन तर त्यो मान्छेले आइडी पठायो तर वेबसाइट बनाउँदैन कि अनि त्यो कसरी चाहिँ निड फुलफिल गर्दैन नि त त्यसैले चाहिँ हाम्रो चाहिँ प्र्याक्टिकल नलेजवाला दिनु पऱ्यो अनि त्यसपछि भोकेसनल ट्रेनिङ पनि दिनु पऱ्यो टेक्निकल एजुकेसन अरू मार्केट बेस्ड स्किल दिनु पऱ्यो कि मार्केट बेस्ड स्किल है जसले गर्दा चाहिँ स्टुडेन्टलाई चाहिँ जब रेडी बनाउँछ अर्को चाहिँ रहेको छ एउटा चाहिँ अर्को पोइन्ट पोलिटिकल स्टेबिलिटी अब पोलिटिकल स्टेबिलिटी भयो भने त अब इन्भेस्टमेन्ट गरौँ है भनेपछि चाहिँ हुन्छ नि त अब नेपालमा एउटा स्टेबलको पोलिसी छ होइन अब त्यही ऊ पनि हुन्छ कि जस्तै अब नेप्समा त्यो घट्नु कारण के हो यदि पोलिटिकल इन्स्टेबिलिटी आयो भने त्यो चाड घट्छ नि त चाड यस्तो घरि घट्छ नि त हो त्यसैले चाहिँ हामीले पोलिटिकल स्टेबिलिटी गर्ने चाहिँ होइन मान्छेहरू लगानी गर्छ नेपालमा लगानी गरेर चाहिँ होइन सो उनीहरूले चाहिँ अब इन्डस्ट्री खोल्छ बिजनेस पनि खोल्छ नि त होइन जसले गर्दा चाहिँ अनइम्प्लोइमेन्ट गर्दछ सो यसको स्क्रिनसट लिँदा भयो अनि त्यसपछि यसको यसको सो अब अर्को क्वेसनतर्फ हामी लाग्छौँ अर्को क्वेसन चाहिँ रहेको छ कजेस अफ इकोनोमिक इनइक्वालिटी है हामीले गरेको छ सायद ए ठ्याक्कै यसको उल्टा रहेछ अघि चाहिँ हामीले छ नि होइन अघि चाहिँ हामीले यसको सल्युसन गरेको छ यसको सल्युसनमा के छ हेरौँ है त हेरौँ है ठ्याक्कै कजेस छ नि ठ्याक्कै यसलाई उल्टा पार्छौँ है यहाँतिर हाई पपुलेसन ग्रोथ र अनइम्प्लोइमेन्ट र अन्डर इम्प्लोइमेन्ट भनेको छ नि कारण के त्यो इनइक्वालिटीको भनेको नि अब हेर्ने हामीले समाधान कसरी गर्ने भने ठ्याक्कै त्यही रहेछ कि यो क्वेसन होइन होइन ओभर पपुलेसन कन्ट्रोल गर्ने र इम्प्लोइमेन्ट बढाउँ भने त्यसलाई नै हामीले सल्युसन बनायो चाहिँ त्यो कारण त्यो के समस्याले भएको हो होइन त्यसलाई नै समाधान गर्नलाई त्यसको उल्टा गरिदिने कि
है त यो चाहिँ ठिक। सो अघि नै हामीले भनेअनुसार ए कसरी के भन्छ कलेज किन होस् भनेपछि होइन पपुलेसन धेरै भयो भनेपछि अब मान्छेले त अब एज पिपुल सेयर लिमिटेड रिसोर्सेस अर एक्सेस होइन वेन द फ्यामिली आर डिभाइड सो तिनीहरू मान्छेहरूले होइन ऊ हुन्छ अरे कि अब पहिला एउटा बाउले एकजना छोरालाई 1 करोड सम्पत्ति दिन्छ भने अब दुईवटा छोरा भयो भने त 50 लाख सम्पत्ति दियो नि त। हो त्यसैले चाहिँ हाई पपुलेसन ग्रोथ भयो भने त्यसरी चाहिँ आफ्नो सम्पत्ति बाँडफाँड हुन्छ र एकजना मान्छेको नाममा थोरै मात्रै सम्पत्ति पाउने भयो। अर्को रहेछ अनइम्प्लोइमेन्ट, अन्डर इम्प्लोइमेन्ट। अब कामै गरेन भनेपछि त्यो मान्छे कसरी पैसा कमाउँछ? त्यो मान्छेले अब पैसा कमाएन भने त्यो मान्छे कसरी चाहिँ अब आफ्नो लाइफस्टाइल इम्प्रुभ पार्छ? आफूले कसरी बचत गर्छ कि होइन? त्यसैले चाहिँ ल्याक अफ सफिसिएन्ट ल्याक अफ सफिसिएन्ट जब फोर्सेस मेनी पिपल टु रिमेन अनइम्प्लोयमेन्ट अर वर्क इन लो पेइङ टेम्पोररी जब है त। सो एम्प्लोइड पिपल अर्न मोर वाइ अनइम्प्लोइमेन्ट एन्ड अन्डर इम्प्लोइड पिपल अर्न भेरी लिटल। जसले गर्दा चाहिँ इनइक्वालिटी भयो। अब काम गर्ने मान्छेहरूले त कमाउँछ बब्बालले, अब काम नगर्ने मान्छेहरूले पैसा कमाउँछ कि जसले गर्दा चाहिँ अब इनइक्वालिटी हुने गर्छ। अर्को रहेछ अनइक्वल डिस्ट्रिब्युसन अफ प्रपर्टी अर एसेट। इन्कम फ्रम एसेट्स लाइक ल्यान्ड एन्ड बिल्डिङ इन्डस्ट्री इज इन्जोयड बाई अ स्मल ग्रुप अफ पिपल होइन। इन डेभलपिङ कन्ट्रीमा चाहिँ होइन मोस्ट पिपल डु नट ओन भ्यालुएबल रिसोर्स चाहिँ के अब भनौँ न अब जस्तै अब यो बुवा छ अरे होइन, बुवाले यो छोरा छ ठुलो छोरा र यो सानो छोरा होइन, यसलाई चाहिँ 1 करोडको सम्पत्ति दियो, यसलाई चाहिँ जाबो 1 लाखको सम्पत्ति दियो भनेपछि त अब भनौँ अब यसलाई योसँग अब एसेट छैन भनेपछि यसले कसरी चाहिँ लगानी गरेर छ नि होइन, यसले कसरी चाहिँ लगानी गरेर यसले कसरी चाहिँ लाइफस्टाइल इम्प्रुभ पार्छ भने कि यो 2टा बिचमा त कम्पेयर गऱ्यो भने त इनइक्वालिटी छ नि त। हो त्यसैले चाहिँ अनइक्वल डिस्ट्रिब्युसन हाम्रो नेपालमा नि हुने गर्दछ जसले गर्दा चाहिँ इनइक्वालिटी हुने गर्छ। अर्को रहेको छ डिफरेन्स इन एजुकेसन, ट्रेनिङ एन्ड अपर्च्युनिटी है। अब 2जना बच्चाहरूमा यसँग राम्रो स्किल छ, यसँग चाहिँ नराम्रो अनस्किल छ, यो चाहिँ स्किल छ भने यो चाहिँ स्किल छ, यो चाहिँ अनस्किल छ होइन। अब यसले चाहिँ अब हाई स्यालेरी पाउने भयो, अब यो चाहिँ लो स्यालेरी पाउने भयो नि त, जसले गर्दा चाहिँ इनइक्वालिटी हुने भयो। सो त्यसैले चाहिँ हामीले चाहिँ होइन हरेक बच्चालाई छ नि होइन, हरेक बच्चा र स्टुडेन्टहरूलाई चाहिँ एजुकेसन चाहिँ इक्वलको दिनुपर्यो र ट्रेनिङ पनि दिनुपर्यो। इन्फ्लेसन इन्फ्लेसनले गर्दा छ नि होइन, इन्फ्लेसन गर्दा चाहिँ होइन प्राइस अफ गुड्स एन्ड सर्भिसेस अफकोर्स बढ्ने होइन। जस्तै धनीहरूले चाहिँ त्यो अब बेसिक निड त फुलफिल गर्छ तर पुवर पिपलहरूले चाहिँ होइन त्यो बेसिक निडै फुलफिल गर्छ होइन कि, जसले गर्दा चाहिँ रिच र पुवरमा चाहिँ इनइक्वालिटी बढ्ने गर्दछ। सो हजुर स्क्रिनसट लिनुभयो, मिल्नुभयो। यो पहिला क्वेसन त्यसको यो भयो। त्यसपछि यो अनि त्यसपछि यो होइन तब अर्को क्वेसनमा लाग्छौँ। अर्को क्वेसन रहेको छ गरिबी किन हुन्छन् गरिबी? अघि नै हामीले यसको हामीले लेखेँ जस्तो गरिबीको बारेमा हामीले लेखेछ सल्युसन के लेखेपछि अघि नै हामीले मेजर्स फर पोभर्टी लिसन गरिबी कसरी हटाउने भन्ने लेखेछ, त्यही हामीले पोइन्ट्सहरू त्यही लेखेको थियो होइन। अब ठ्याक्कै त्यसकै उल्टा हो कि त्यही पोइन्ट्सहरू सेम हो कि। सो अब हामी हेरौँ नि कसरी चाहिँ गरिबी हुन्छ भनेर चाहिँ पहिला सुरु ऱ्यापिड पपुलेसन ग्रोथ। डेभलपिङ कन्ट्रीमा नेपालमा चाहिँ धेरै पपुलेसन ग्रोथ रेट छ होइन, तर जिडिपी र पर क्यापिटा इन्कम चाहिँ बिस्तारै घट्छ अरे कि, जसले गर्दा चाहिँ होइन लिमिटेड रिसोर्सेसमा चाहिँ मान्छेहरूले सेयर गर्छ र पर क्यापिटा इन्कम चाहिँ धेरै नै लो हुन्छ कि। अब यस्तो कस्तो चाहिँ बुझौँ भनेपछि होइन 2जना अब जस्तै इकोनोमीले पहिला छ नि होइन, इकोनोमीले पहिला 100 रुपियाँको ल भनौँ न 100 रुपियाँको आम्दानी गर्यो इकोनोमी नेपालले। 2जना मान्छे छ है, पहिला एकजना ल 2जना मान्छे छ अरे होइन, यसले 5 रुपियाँ यसले 5 रुपियाँ पाउने भयो नि त पर क्यापिटा इन्कम यिनीहरूले स्यालेरी। तर अब पपुलेसन अब होइन 4जना भइदियो कि, 2जना मात्रै नभएर छ नि होइन, 2जना मात्रै नभएर 4जना भइदियो कि
यो 4 जना भएर छ नि होइन भनेपछि अब ₹10 त होइन 4 टालाई बाँड्नु पर्यो नि त। 4 टाले बाँड्नु भनेपछि होइन 2.5, 2.5, 2.5 र 2.5 भन्नुभयो कि। सो भनेपछि पर क्यापिटा इन्कम चाहिँ थोरै भयो र गरिबी हुनुभयो कि यिनीहरू मान्छेहरू। सो अर्को चाहिँ रहेको छ, अर्को चाहिँ अनइम्प्लोइमेन्ट र अन्डर इम्प्लोइमेन्ट र अनइम्प्लोइमेन्ट। ल्याक अफ सफिसिएन्ट जब फोर्सेस मेनी पिपल टु रिमेन अनइम्प्लोइमेन्ट अर वर्क इन लो पेइङ टेम्परेरी जब होइन। इभन दोज हु आर इम्प्लोइड अफ्टेन अर्न भेरी लिटल ड्यु टु अन्डर इम्प्लोइमेन्ट। सो यो चाहिँ के भनेपछि अन्डर इम्प्लोइमेन्ट अघि नै मैले बुझाएको हुन्छु है। अन्डर इम्प्लोइमेन्ट भनेको जोसँग स्किल छ त्यही स्किल अनुसारको काम चाहिँ नपाउने रे के है। अन्डर इम्प्लोइमेन्ट भनेको अब मान्छेहरूलाई कामै पाएन र आफूले स्किल भएको अनुसारको पनि काम पाएन उनीहरूले अब थोरै पैसामा काम गर्नु पर्यो भनेपछि चाहिँ अब उनीहरूले अब भनौँ न आफ्नो बेसिक निड फुलफिल गर्न छैन नि त। सो त्यसैले चाहिँ हाम्रो अनइम्प्लोइमेन्ट र अन्डर इम्प्लोइमेन्ट भयो भने चाहिँ हाम्रो चाहिँ गरिबी हुन सकिन्छ। अर्को रहेछ स्लो पेस अफ इन्डस्ट्रियल डेभलपमेन्ट। ड्यु टु स्लो इन्डस्ट्रियल ग्रोथ होइन दि कन्ट्री क्यानट क्रिएट इनफ प्रोडक्टिभ एन्ड हाई इन्कम जब्स रे कि हाई इन्कम जब्स। यो चाहिँ अब जस्तै इन्डस्ट्री नै अब जस्तै होइन इन्डस्ट्री नै छैन भनेपछि त मान्छेहरूलाई काम पनि पाउँदैन नि त। मान्छेहरूलाई काम पनि पाउँदैन अब अनि त्यसपछि अनि उनीहरूले चाहिँ होइन केमा भर पाउनुपर्छ होइन ट्रेडिसनल लो अर्निङ एक्टिभिटिज लाइक एग्रिकल्चरमै गर्नु पऱ्यो कि भर पाउनु पऱ्यो कि अब इन्डस्ट्री कामै छैन अब होइन काम खोज्न गए कामै छैन भनेपछि त अब उनीहरूले त अब त्यही लो इन्कम एक्टिभिटी गर्नु पऱ्यो नि त एग्रिकल्चर। सो जसले गर्दा चाहिँ ओभरअल इन्कम लेभल चाहिँ रिमेन लो हुन्छ अनि जसले गर्दा चाहिँ पोभर्टी हुने गर्छ गरिबी। अर्को रहेको छ इनइक्वालिटी। इनइक्वालिटी इज डिफाइन्ड एज द सिचुएसन वेल्थ एन्ड इन्कम आर डिस्ट्रिब्युटेड अनइक्वली अमङ द पिपुल अफ रिच। दि रिच बिकम रिचर वाइल द पोर रिमेन स्टक इन लो इन्कम कन्डिसन है त। इनइक्वालिटी गर्दा नि हो अब कोही मान्छेले अब धेरैभन्दा धेरै कमाउँछ र कोही मान्छे थोरै कमाउँछ होइन र एसेस पनि छ नि अब सम्पत्ति अब कसैसँग धेरै सम्पत्ति कसैसँग थोरै सम्पत्ति पायो भने नि त्यो अब रेखामुनि गरिबी रेखामुनि पऱ्यो नि त। हो यही भनेको है त। इनइक्वालिटी पनि एउटा कारण रहेको छ। अब अर्को एउटा लास्ट भनेको इन्फ्लेसन। ल भनौँ न 10,000 स्यालेरी छ अरे होइन। पहिलाको वर्ष चाहिँ 10,000 को उनीहरूले फुड र क्लोथ्स किन्न सक्थ्यो। तर महँगाई बढेर छ नि दुबईको होइन यसको नि महँगाई बढ्यो यसको पनि अहिले चाहिँ खालि फुड मात्रै खालि खान सक्छ अरे कि क्लोथ्स लुगा लाउन छैन अरे कि। सो इन्फ्लेसनले गर्दा चाहिँ उनीहरूले त अब भने पोभर्टीको डेफिनेसन के हो? फुड क्लोथ्स र सेल्टरमा नि एउटा पनि अभाव भयो भने चाहिँ गरिबी हो नि त भनेपछि अब त उसले त क्लोथ्स लगाउनु पाएन नि त भनेपछि ऊ त गरिबी भयो नि त। हो त्यसैले महँगाइले पनि गरिबी हुने गर्छ। वेन द प्राइस अफ द गुड्स एन्ड सर्भिसेस राइजेस द पर्चेसिङ पावर अफ पोर हाउस होल्ड्स डिक्रिजेस क्विकली। रिच पिपुल क्यान स्टिल एफोर्ड राइजिङ प्राइजेस बट पोर पिपुल स्ट्रगल टु मिट द बेसिक निड एन्ड दे बिकेम मोर पोवर है त। सो हजुरहरूले स्क्रिनसट लिँदा भयो यसको पनि। सो त्यसपछि यो सो हाम्रो लेसन 9 बाट सोधिनु भने खालि यति नै हो होइन। यति पढे मजाले एक्जामको लागि मजाले पुगिन्छ होइन। यो चाहिँ हामीले कम्प्लिट सबै हाम्रो क्वेसनहरू हामीले सल्भ गरिसकेको छौँ ओल्ड इज गोल्डमा भएकोहरू। अब धन्यवाद।